हरेक घरको आफ्नै कथा हुन्छ, कतै हाँसोले भरिएको त कतै मौन पीडाभित्र लुकेको। हिंसाको कुनै सिमाना हुँदैन। काठमाडौँका धेरै महिलाहरूका लागि यो अव्यक्त तर वास्तविक पीडा हो। खाना अझै बनिएको छैन? तिमीलाई के गर्नै आउँदैन? केही कुराको ढङ्ग छैन है? म बनाउँदैछु। ओभरटाइम गरेर भर्खरै आएको। बच्चाको स्कुलको फी तिर्न पैसा चाहिएको थियो। धेरै घरमा यस्ता घटना सामान्य जस्तै भएका छन्। घरेलु हिंसा सामान्य भनाभनबाट सुरु भएर गम्भीर स्थितिमा पुग्छ। धेरै महिलाहरू मौन बस्छन्। उनीहरूलाई लाग्छ यसबाट निस्किने बाटो छैन, तर उपाय छ। सीता, यस्तो कुरा सहेर बस्नु हुँदैन। यो त अन्याय हो। हामी महिला सञ्जालमा जाउँ। यस्तो पीडामा हुँदा उनीहरूले तिमीलाई सहयोग गर्छन्। सहयोग खोज्नु नै परिवर्तनतर्फको पहिलो पाइला हो। महिला सञ्जालले पीडितहरूलाई सहयोग गर्न सुरक्षित प्रक्रिया अपनाउँछ। काठमाडौँ महानगरपालिकाका प्रत्येक वडामा प्रतिनिधि छन्, जसलाई तपाईँ सिधै सम्पर्क गर्न सक्नुहुन्छ। महिला सञ्जाल तपाईँको साथमा छ। हामी तपाईँलाई सहयोग गर्नेछौँ, तर त्योभन्दा पहिले तपाईँलाई मेलमिलाप केन्द्रले परामर्श दिनेछ। हाम्रो उद्देश्य मेलमिलापमा आधारित समाधान खोज्नु हो, तर हिंसा दोहोरिएमा हामी कानुनी उपचार पनि खोज्नेछौँ र काठमाडौँ महानगरपालिकाको इजलासमा न्याय समेत दिलाउनेछौँ। हाम्रो सहरका कुना कुनामा महिला सञ्जाल एउटा बलियो स्तम्भको रूपमा उभिएको छ, सुरक्षा, न्याय र सहयोगको प्रतीक बनेर। सेवा सँगसँगै हिंसा र अन्याय विरुद्ध लड्ने प्रतिबद्धता। हरेक वर्ष काठमाडौँमा घरेलु हिंसा, उत्पीडन र दुर्व्यवहारका सयौं घटनाहरूको उजुरी पर्छ, तर धेरै घटनाहरू अझै लुकाइन्छन्। आर्थिक निर्भरता, सामाजिक डर र चेतनाको कमीले पीडितहरूलाई मद्दत खोज्नबाट रोक्छ। महिला सञ्जालले यसलाई परिवर्तन गर्दैछ। परामर्श, कानुनी सहायता र हस्तक्षेप। उपर्युक्त प्रक्रियाद्वारा हामीले हजारौंलाई न्याय पाउन र उनीहरूको जीवन पुनर्निर्माण गर्न मद्दत गरेका छौँ। विशेषज्ञ परामर्श र समुदायसँगको सहकार्य मार्फत महिला सञ्जालले सुरक्षित, न्यायपूर्ण र मर्यादित जीवनका लागि सहयोग गर्छ। काठमाडौँ महानगरपालिका तपाईँको साथमा छ। समानता र सुरक्षा सबैको अधिकार हो। अब प्रविधिको माध्यमबाट पनि महिला सञ्जालको सहयोग लिन सकिन्छ। डिजिटल प्लेटफर्मले पीडित र महिला सञ्जाल बीचको दूरी घटाउँछ। अनलाइन जानकारी, उजुरी दर्ता र केस ट्र्याकिङ सजिलो भएको छ। एकै क्लिकमा सबै उपलब्ध छ। एउटी महिला सशक्त हुँदा उनले अरूलाई पनि प्रेरणा दिन सक्छिन्। महिला सञ्जाल सेवा मात्र होइन, यो त न्याय, सुरक्षा र सशक्तिकरणको आन्दोलन पनि हो।